जति पढे पनि पढेको कुरा नआउनु। हेलो साथीहरू, नमस्कार, गुड मर्निङ एन्ड सेवा के म युनिता कुलुङ। आजको मेरो नयाँ भिडियोमा सबैजनालाई स्वागत छ बिन्द्रे। हामी कता जाँदैछौँ लु भन। हामी चाहिँ आज बिहानै उठेको नि, बिहानै उठेर खानासाना खाएर रेडी भएर चैनपुरको बाटो लाग्यौँ। चैनपुर चाहिँ कति जानु परेको भन्दाखेरि अहिलेको हाम्रो ब्याचलरको इक्जाम चाहिँ चैनपुरमा सारिदिएको छ नि त, सेन्ट्रल पादिन्छ क्या। सो जानै पर्यो साथीहरू होइन। महिनामा 2 पटक नै भए पनि 3 पटक नै भए पनि इक्जाम भनेपछि नजाने कुरा हुँदैन, जानु नै पर्छ। त्यही भएर मेरो झोलाइया छ। हेलो गुड मर्निङ साथीहरू, हामी चाहिँ चैनपुर बसेको आज 4 दिन हुँदैछ। हिजो इक्जाम थियो होइन, हिजो अस्तिको दिन पनि थियो, आज र भोलि चाहिँ छैन। त्यही भएर हामी चाहिँ बिहानै उठेर फ्रेस भएर नुहाइ धुवाइ गरेर अब चाहिँ रेडी भएर सिद्धकाली मन्दिर दर्शन गर्न जान लागेको छौँ। अब सिद्धकाली मन्दिर जाँदा आउँदा कस्तो के हुन्छ सबै भिडियोमा हजुरहरूलाई देखाउने छु। आज चाहिँ हाम्रो छुट्टी, त्यही भएर हामी चाहिँ सिद्धकाली मन्दिर जान लागेको। मेरो साथीहरू मेरो भिडियोमा स्वागत छ। जोसिला नमस्कार। हेलो, कति राम्री भएर कता लागेको हो? कता लागेको? अब आज चाहिँ हाम्रो छुट्टी छ, त्यही भएर हामी चाहिँ सिद्धकाली मन्दिर जान लागेको। कस्तो राम्रो फुल क्या, फुल भन्दा नि राम्री छेउ के चाहियो र यो भन्दा। आजको हाम्रो वेदर चाहिँ यति धेरै राम्रो छ, प्लस फुलहरू बिन्द्रे जाओ। अनि हामी चाहिँ अहिले चैनपुर, ठ्याक्कै चैनपुरमा छौँ। उहाँहरू चाहिँ आजको हिरोइनहरू। हामी बसेको घर चाहिँ ऊ त्यो तल हेर्नु, वा कस्तो राम्रो के वेदर चाहिँ। अनि मेन रोड चाहिँ यहाँ छ, हामी चाहिँ यो ब्रान्च ब्रान्चबाट हिँड्दैछौँ ल। यसलाई चाहिँ यो ब्याम्बो सुट देख्नुहुन्छ, देख्न सक्नुहुनेछ। म तपाईहरुलाई यहाँको सुबह मौसम अनि अच्छा बाटो प्रदर्शन गर्न गइरहेछु ल हिँड अगाडि। हामी चाहिँ मेन रोडमा आइपुगेर पनि आयो क्याटवक प्रदर्शन हैन। राम्री नै छु फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा। हामी टेम्पो चढेको साथीहरू, हामी टेम्पोमा सर सिद्धकाली पुग्छौँ अनि देखाउने छौँ। हाम्रो दाइको टेम्पोमा हामी जान लागेको। अनि कस्तो ह्यान्डसम निस्किनु हामी लागि बाटो चाहिँ यहाँ रहेछ नि। हामी
अनि कता किन्नु सामान चाहिँ बन्द रहेछ कि के हो नि ए तर अरू बेला भिड हुन्थ्यो यही हो हाम्रो सिद्ध काली मन्दिर यसरी बाहिरैदेखि यसरी अब हामी भित्र जाने पहिले यता किनौँ न त के सामानहरू छ होला नि हाम्री माया अलिअलि रहेछ यहाँ आइपुगेर सामान लिँदैछौँ हाम्रो सामान ठ्याक्कै आमै नि त थ्याङ्क यू भन्नु कि धन्यवाद धन्यवाद पनि एउटै हो होइन नि थ्याङ्क यू भनेको इङ्ग्लिस हो इन इङ्ग्लिस वी से थ्याङ्क यू इन नेपाली वी से धन्यवाद हो अनि सामान लिएर पनि हिँड्यौँ चप्पल कहाँनिर खोल्नुपर्छ हल्लाउ न के भन्छौ यहाँ आएर यो हो चैनपुरको प्रसिद्ध प्रख्यात सिद्धकाली मन्दिर ओबाट जानु चप्पल कता खोल्नु खुट्टा लामो छ नि त उसको एकछिन न सिकाउनुहुन्छ हौ मन्दिर यता छ हामी अब दर्शन गर्न भित्र जाँदैछौँ जाने र अब भन्नु होला नि त हामी चाहिँ पूजा गरिसक्यो होइन पूजा गरिसक्यो अब चाहिँ हामी फर्किने हो अब एकछिन भिडियो टिकटक बनाउँछौ टिकटक भिडियो आउँछ ल टिकटक भिडियो आउँछ ल बिन्द्राको बिन्द्रा राई टिकटक आइडीबाट यही हो सिद्धकाली मन्दिर यस्तो राम्रो खतरा छ यहाँ हैन चैनपुर सिद्धकालीको भ्यू यस्तो रहेको छ साथीहरु हामी चाहिँ यस्तो छौं कस्तो भयो त दर्शन एकदमै रमाइलो भयो अनि धेरै विशमा आएको पनि पुरा गरिदिनु हुन्छ हाम्रो विश अवश्य पनि पुरा हुनेछ साथी हुनुपर्छ चप्पल ल्याइदिनु पर्यो नि मन्दिरको अगाडि आएर ल्याइदिनु पर्छ र अहिले त मन्दिर आउँदा त यस्तो सियान्ने मान्छे पछि मेरो बिहेमा म बेहुली हुँदा चाहिँ साथी पनि तेरो चप्पल पनि तेरो ल्याइदिने पनि त थ्याङ्क यू साथीहरु अब हामी चाहिँ हैन फोटो सोटो टिकटक भिडियो सब गरिसक्यो अब हामी घर जान लाग्यौं साथीहरु हैन हामीले सबै फोटो पनि खिच्यो भिडियो पनि बनाइयो टिकटक पनि बनाइयो सबै आउने छ हेर्नु होला कृपया प्रतिक्रिया गर्नु होला जस्तो छ त्यस्तै अब हामी फर्किन लाग्यौं
उडाउन जान्नु पर्यो त साथी ल मेरो साथी उडाउने अरे परेवाला उडायो 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 खै उडायो उडाऊ उडाऊ दुई पटक भयो यहाँ त आगो योसँग चाहिँ खिच्नु यहाँ टेम्पूमा आएको साथीहरू अहिले चाहिँ दुई खुट्टे गाडीमा हिँड्दै हिँड्दै फर्किँदैछौँ कस्तो राम्रो घर मेरो खाजा खाइयो एक प्लेट थुक्पा चैनपुरको सबैभन्दा राम्रो चाहिँ वेदर नै हुन्छ होइन वेदर त्यसपछि रोड बाटो हामी चाहिँ खासमा होइन खाटबारीदेखि चाहिँ हामी इक्जाम दिन आएको अब यहाँनिर इक्जाम दिने क्रममा चाहिँ के भइदियो भने बिचमा 2 दिन ग्याप भइदियो होइन जति पढे पनि पढेको कुरा नआउने के इक्जाममा चाहिँ हाम्रो चाहिँ अहिलेको मेन प्रब्लम के भइरहेछ भने नपढ्ने चाहिँ होइन एकदमै पढ्ने होइन पढ्न चाहिँ लास्टै पढ्ने तर पढेको कुरा चाहिँ इक्जाममा नआइदिने सो के चाहिँ गर्न सकिन्छ र भनेर हामीले एउटा विकल्प रोज्यौँ के रोज्यौँ भन्दाखेरि सिद्धकाली मन्दिर जाने दर्शन गर्ने के थाहा दर्शन गरेर पास पनि पो भइन्छ कि भन्ने पनि धारणा हो अन्धविश्वास भन्छ त्यसलाई चाहिँ तर पनि सबैको हुन्छ नि त आफ्नो धारणा आस्था राख्न त जे पनि पाइयो नि त होइन दुईजनालाई क्वेसन चैनपुरको सबैभन्दा राम्रो के लाग्यो गुड अघि मैले पनि भनिसकेको थिएँ क्या चैनपुरको सबैभन्दा राम्रो चाहिँ वेदर हो एन्ड देन सेकेन्डमा राम्रो के हो भन्दाखेरि रोड हो क्या बाटो हामी आउने रोड कस्तो राम्रो है बाटो पुरै पिच रोड क्या यसलाई ब्रान्च रोड भन्छ होइन यो चाहिँ सर्टकट बाटो क्या यसको मेन रोड अझै माथि छ त्यो एकदम दामी छ क्या अस्ति हामी आउनु यो अहिले चाहिँ यो 82 सालमा चाहिँ म जहिले पनि चैनपुर मात्रै आउनु परिरहेको छ किनभने म 1 गते पनि चैनपुरको बाणेश्वर डाँडा आएको थिएँ घुम्न त्यही भएर म चैनपुरकै मात्र भिडियो हालेको गरिरहेको छु क्या टाइपर नि सबैजनाले माया गरिदिनु होला जता गए पनि होइन जता गयो त्यतैको भिडियो बनाउने हो नि त होइन चैनपुर मात्रै आउनु पर्यो भने यतैको मात्रै बनाउने हो त्यो चाहिँ जता गयो त्यतैको भिडियो हुन्छ साथीहरू वाउ कस्तो राम्रो के कस्तो राम्रो हो खै बढ्यो खासमा यसकै लाग्यो क्या मैले हिँड्दै जाउँ भनेको साथीहरूलाई तर म चप्पल खोल्छु ल टिप जोसिला कति धेरै टिप्न छिटो टिप्छ बिस्तारै वाउ त्यही भएर हो क्या अघि मैले टेम्पोमा देखेको जाँदाखेरि त्यही भएर म चाहिँ हिँड्दै जाने भनेको तर यो दुईजना हिँड्नु नसक्ने रे के गर्नु छ र नि जिन्दगीमा मेरो त खुट्टा गलिसक्यो हिँड्दा हिँड्दा उनीहरू भनेको नि सहरिया हो कि त्यही भएर हिँड्नु सक्दैनन् म चाहिँ गाउँले परे गाइज होइन 5 मिनट हिँड्दै खुट्टा गलिसक्यो कसरी पुग्ने होला छिटो टिप टिप्दैछु त मम्मी सबै टिप्दा त भरे यो ड्युटी चाहिँ ऐसेलु टिप्ने म भिडियो खिच्ने म त सेड्युल त हो हाम्रो त टर्न बाई टर्न अब अलिकति रातो भइहाल्ने के गर्नु साथीहरू खुट्टा गलिसक्यो 5 मिनट हिँडेको भएको छैन 40 मिनटमा पुग्नुपर्ने छ हिँडे बिस्तारै हिँड्दै गर्नु पर्यो यिनीहरूले छोडेर जान्छन् हिँड्न नसकेपछि घाम छ क्या फेरि हामी छातै नलिआइयो साथीहरू छाता बिर्सियो नि त आउँदाखेरि चाहिँ बाटोमा ठ्याक्कै टेम्पो भेटेर आयौँ अहिले त फेरि अघि हामी लिएर आएको टेम्पो चाहिँ अर्कै मान्छे लगेर फर्किहालेछ फर्किने बेलामा चाहिँ हामीले टेम्पो नै भेटिएन यत्रो दिन बसेर त्यही नजिकै छ सिद्धकाली मन्दिर किन नजाने जाउँ न त भनेर हामी आयौँ तिनीहरू ऐसेलु टिप्दै थिए म बिस्तारै हिँड्दै जान्छु भनेर आइहालेँ तिनीहरू त टिपेको टिपै भयो कि क्या जति पटक उता फर्केर हेर्छु आउँदै आउँदैनन्
म त जङ्गलमा एक्लै भएँ। म्यामहरूको आगमन बल्ल भयो होइन। म त पर्खिँदा खै कति टिपेको तर यो मान्छेलाई गाली। मेरा हालत ऐसा हो गयो। मलाई यसरी घाममा हिँडाएपछि नि कहाँ पुग्यो। स्कुल हो सानो स्कुल नि 5 सम्म कि 3 सम्म होला नि। मिस भएर यसमा जागिर खान आइज ल। कहाँ बिसाउनु कहाँ रुक्यो। घामले बिरामी भएको हो कि भोक लागेको हो कि। कस्तो राम्रो गाउँ क्या ठ्याक्कै आमै नि त। पुरानो गाउँ मेरो सिलिचोङको याद आयो यार। साथीहरू हमारा हालत ऐसा है। साँच्चीकै बौलाई नै भइसक्यो होइन। आउन चाहिँ आइपुग्न आँट्यो। हामी क्याम्पसको छेउ आइपुग्न लागि तर बाटो भुलेर एकजनाको हालत ऐसा है। मेरा ऐसा है, मेरा फेस ऐसा है, मेरा ऐसा है। आँट्यो हो घामले। सिद्धकाली मन्दिर पुग्यो, दर्शन गरियो तर पनि हिँडेर आउँदाखेरि चाहिँ साथीहरू फाइनल्ली हिँड्दै भए पनि हामी पुग्यो। यही घरमा बस्छौँ है हामी साथीहरू। पहिलेकै घर हो। अब हामी फ्रेस भएर खाना खाएर पढ्नु पर्छ होला साथीहरू। धन्यवाद। थ्याङ्क यू सो मच।